हेलो गाइस, के छ खबर? म चाहिँ ठिक छु। हामी चाहिँ आज लामो यात्राको लागि निक्लेको छौँ। देख्न सकिन्छ केटाहरू दुईजना आज अगाडि गइसके, बाहिरमा छौँ। जाँदैछौँ आज चाहिँ रानीमल पाल्पातिर घुम्नुपर्छ गाइस। हेरौँ अब कता कता गइन्छ। आज फर्किने हो कि बस्ने त्यो थाहा छैन। माथि गएर देखाउँछ गाइस। ल माथितिर आउँछ है नयाँ नयाँ भ्लगहरू अब आज फेरि। ल गाइस, हामी फाइनली डुम्रे आएको छ र हामी तानसेनमा प्रवेश गरेका छौँ। र यहाँ आइसकेपछि बटुक त खानै पर्यो। फेमस ठाउँ हो यो। र केटाहरू चाहिँ बसेको छ। 4जना ग्याङ छ आजको हाम्रो। आज चाहिँ हामी रानीमलसम्म पुग्ने प्लान छ। त्यहाँ गएपछि मुड के हुन्छ, बस्ने हो कि आउने हो थाहा हुन्छ अब गाइज। र गाइज मैले चाहिँ आज एउटा चाहिँ हजुरलाई चाहिँ मलाई चाहिँ अनौठो लागेको चिज देखाउँछु है। हजुरले चाहिँ देख्नुभयो होला, खानुभयो होला। यसलाई चाहिँ ऐसलु भन्छ। यो पहाडतिर पाउँछ। यो पहाडतिर बस्ने भएर होला मलाई चाहिँ यो नयाँ लाग्यो। देख्न सुनेको थिएँ, खाएको चाहिँ थिएन। अहिले चाहिँ प्रत्यक्ष मैले यहाँ घुम्न आउँदाखेरि चाहिँ बाटो छेउमा भेटाएँ र यो मलाई खानै मन लाग्यो। मैले खानै यहाँ टिपेर गाइजहरू देख्न सकिन्छ। यस्तो हुन्छ है। यसलाई चाहिँ ऐसलु भन्छ। गुलियो गुलियो टरो टरो हुन्छ तर मिठो छ। हजुरले पनि यस्तो कहीँ देख्नुभयो भने नडरै खान सक्नुहुन्छ। अरू केटाहरू चाहिँ खाँदैछ नि। ल ल गाइज, फाइनल्ली हामी यहाँ पुगेका छौँ। देख्न सक्नुहुन्छ र यतातिरबाट जाने हामी चाहिँ रानीमल। गाइज फाइनल्ली हामी चाहिँ रानीमल बाइक तथा कार बस पार्किङमा आएको छौँ। त्यहाँ चाहिँ रानीमल केटाहरू चाहिँ फोटो खिच्दैछ उता। र भर्खर हामी चाहिँ त्यो डुम्रेदेखि यहाँ आउन करिब आउने 2 घन्टा लाग्यो। र अब हामी चाहिँ माथि जान्छौँ। आज चाहिँ माथि गएर पनि मैले के कस्तो ठाउँ छ सब दृश्यहरू लिनेछ साथीहरू। हजुरलाई सब यो भित्र के छ कसो छ सब चिक परिचित गराउनेछु। ल है साथीहरू, अब यसो फोटो खिचिन्छ त्यसपछि माथितिर गइन्छ सब लिन्छु है मैले। गाइस हामी चाहिँ अब माथि जाँदैछौँ। म चाहिँ पछाडि छु। अब के कसो छ, म आउन त पहिला पनि आएको छु यो ठाउँमा, तर मैले पहिला चाहिँ भित्र के कस्तो छ सबै डिटेलमा भिडियो बनाउनु पाएको थिएन। अहिले चाहिँ म बनाउने छु साथीहरू। ल कति माथि अब। ल गाइस फाइनल्ली माथि आइसकेपछि यस्तो दृश्यहरू देखिन्छ। र माथिबाट तल यस्तो छ है। यता बाइक पार्किङ, कार पार्किङ, बसहरू लगायत अब के छ आफूसँग भेहिकलहरू पार्किङ गर्न सक्नुहुन्छ। र अब हामी कति माथि जाँदैछौँ। ल जाउँ केटा जाउँ। र गाइज यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। पर्सनको 15 रुपियाँ छ। दाइलाबाट पैसा दिएको छ। अब टिकट दिनुहुन्छ। यहाँ चाहिँ हामी इन्टर गरिन्छ। यस्तो छ टिकट चाहिँ यस्तो पाउँदो रहेछ है। ल क्यास दिनुभयो दाइले। ल जाउँ केटा। ल केटाहरू आउँदैछन् हाम्रो केटाहरू 3 जना। आइज आइज मजा आयो। ल गाइज केटाहरू आउँदैछन् र मान्छेको यहाँ देख्नुहुन्छ भुइँची यस्तो छ। रानीमल भनेपछि जो कोहीलाई पनि आएको भए पनि बार बार आउनु मन लाग्ने ठाउँ हो क्या यो। हजुर पनि फेरि फेरि आउनु, दोहोऱ्याइ फेरि आउनु केही छैन लाइफमा, त्यस्तै घुम्नुपर्छ। हामी चाहिँ अहिले मलभित्र चाहिँ इन्टर गर्दैछौँ गाइजहरू। र मलभित्र चाहिँ के कस्तो छ हेर्न सक्नुहुन्छ। काठहरूले बनेको छ। जीर्ण अवस्थामा पुगिसकेको छ यो रानीमल चाहिँ। मेन्टेनेन्स त भइरहेको छ तर पनि त्यस्तै छ। अब यो पुरानो प्राकृतिक सम्पत्ति जस्तै भयो। राजाले बनाउनु भएको रानीको स्मृतिमा बनाएको यो महल आज फेरि पुनः अवलोकन गर्दैछौँ। रमाइलो छ। यहाँ खोला गाइस, यहाँ चाहिँ राजा रानीमहल चाहिँ राजा यहाँ राजाले बनाउनु भएको रानीमहल। उहाँ रानीको स्मृतिमा बनाएको यो रानीमहल हेर्न सक्नुहुन्छ। खास चाहिँ यहाँको मुख्य भूमिका छ यो रानीमहल बन्नुमा है गाइस। यो कति सय वर्ष पुरानो त्यो चाहिँ एक्ज्याक्ट मलाई थाहा भएन। र हाम्रो चाहिँ यहाँसम्म आउनु बनाउने महान व्यक्तित्वहरू उहाँ नै हो। अब हामी माथि जाँदैछौँ। यो काठे सिँढी रहेछ हेर्न सक्नुहुन्छ। केटाहरू अगाडि गइरहेछ। म पछाडि छु। ल माथि गएर पनि के कस्तो छ देखाउँछु है।
केटाहरू चाहिँ सामान पानी बोके झोलामा केटाहरू चाहिँ सामान पानी बोके झोलामा गाइस जब हामी फाइनल्ली अब यहाँबाट निस्किने छौँ र केटाहरू चाहिँ तल गइसकेको छ पछि आउँदैछ केटाहरू चाहिँ तल पुगिसकेका छन् धेरै भयो अब घुम गऱ्यौँ पनि भयो गाइस हाम्रो चाहिँ नाइट क्याम्पिङ फायर क्याम्पिङ चाहिँ जस्तै रमाइलो भइरहेछ 4 जना भए पनि रमाइलो छ केटाहरू चाहिँ जिरो सोचेर टक्क उनेर मासु चाहिँ सेक्दैछन् मासुलाई उता गिलासमा पनि यसो जुस चलिरहेको छ केटाहरूको ल आज चाहिँ हामी रानीमलको यसो परिसरमा छौँ क्याम्पिङ फायर चाहिँ आज जस्तै रमाइलो छ